सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठुला गफ आन्यो। हामीले गफ सुन्यौँ र ताली फट्कायौँ सम्माननीय सभामुख महोदय। तर व्यवहारमा प्रणाली परेन, प्रणालीलाई देखिएन। आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए सम्माननीय सभामुख महोदय। यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनशीलताको सबभन्दा ठुलो प्रमाण हो। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत सरकारसँग स्पष्ट जवाफ माग्न चाहन्छु। कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो सम्माननीय सभामुख महोदय, तोकिदिन पर्यो। हामीले भिख मागेका छैनौँ, फोन उठ्दैन। यहाँभन्दा अगाडि पनि डोल्पामा एकजना मान्छे दुर्घटना भयो, गृहमन्त्रीले यहीँ आएर संसदमा बोल्नुभयो हेलिकप्टर राखिनेछ। उहाँको स्वकीय सचिव, उहाँको सल्लाहकार सबसँग कुरा गरियो। बेलुका 4 बजेसम्म हेलिकप्टर गएन। त्यसपछि हामीले पैसा तिरेर हेलिकप्टर पठायौँ, तर मान्छे ढिलो उद्धार गर्दाखेरि आज त्यो मान्छेको ज्यान गयो। सम्माननीय सभामा मजाक चलिरहेको छैन। त्यही भएर सम्माननीय सभा कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठुला गफ आन्यो। हामीले गफ सुन्यौँ र ताली फट्कायौँ सम्माननीय सभामुख महोदय। तर व्यवहारमा प्रणाली परेन, प्रणालीलाई देखिएन। आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए सम्माननीय सभामुख महोदय। यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनशीलताको सबभन्दा ठुलो प्रमाण हो। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत सरकारसँग स्पष्ट जवाफ माग्न चाहन्छु। कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो सम्माननीय सभामुख महोदय, तोकिदिन पर्यो। हामीले भिख मागेका छैनौँ, फोन उठ्दैन। यहाँभन्दा अगाडि पनि डोल्पामा एकजना मान्छे दुर्घटना भयो, गृहमन्त्रीले यहीँ आएर संसदमा बोल्नुभयो हेलिकप्टर राखिनेछ। उहाँको स्वकीय सचिव, उहाँको सल्लाहकार सबसँग कुरा गरियो। बेलुका 4 बजेसम्म हेलिकप्टर गएन। त्यसपछि हामीले पैसा तिरेर हेलिकप्टर पठायौँ, तर मान्छे ढिलो उद्धार गर्दाखेरि आज त्यो मान्छेको ज्यान गयो। सम्माननीय सभामा मजाक चलिरहेको छैन। त्यही भएर सम्माननीय सभामुख महोदयलाई विनम्र अनुरोध गर्छौँ, 10 औँला जोडेर बिन्ती अनुरोध गर्छौँ र यही संसदको रोस्टरमा अहिलेबाट अनुरोध गर्न चाहन्छु। सरकारलाई तत्काल रुलिङ गर्नुहोस्, घटनाको सत्य तथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न सम्माननीय सभामुख मार्फत म रुलिङको अपिल गर्न चाहन्छु र यही संसदबाट अहिले नै रुलिङ सरकारमाथि रुलिङ होस् भन्ने अपिल गर्छु। जय राष्ट्रवाद, जय नेपाल। धन्यवाद।